हेर अनुहार ठ्याक्कै लाग्यो जस्तो छ। अब यिनीहरूको कुरा र काँसीरामको कुरा एउटा हावा चाउ कुरा गर्ने साँच्चै गाँजा खाएर कुरा गर्छ के गर्छ यिनीहरू त हावा चाउ कुरा गर्ने जे कुरामा पनि मुख छाड्ने उडाउनु एउटा हद हुन्छ नि सिक्नेहरू लागेडा हुन्छ त त्यही टुन भयो भने चाहिँ लागेडा पो हुन्छ होइन लागेडा हुन्छ। म गाउँमा हुर्केँ कि मेरो फुत्नु पनि फेरि केपी बा भन्दा सबले भन्दा हुँदैन खतम पो जिन्दगी। नमस्ते दर्शकवृन्दहरू सबैजनालाई स्वागत छ मेरो यो भिडियोमा। यो हाम्रो भिडियो चाहिँ मात्र इन्टरटेनमेन्टको लागि बनाइएको हो। कसैको जीवनमा मेल खाना गएमा संयोगवश मात्र हुनेछ। संयोग मात्रै हुनेछ है फेरि सुत्न आएन भने हस्त मैथुन गर्ने कुरा खत्तम स्ट्रेट गरेर भनेर लगाइदियो। छोरोले कन्सर्ट गरेर आगो लगाइदिइरह। नमस्ते सबैजनालाई स्वागत छ मेरो यो नयाँ भिडियोमा गाइज। उमेश रियाक्सनमा तपाईँहरू सबैजनालाई वेलकम छ। आज चाहिँ म जाँदैछु गाइज जलान ब्रोको भिडियोमा रियाक्सन गर्नको लागि। तपाईँहरूलाई जलान ब्रोको भिडियो कस्तो लाग्छ गाइज कमेन्ट गर्नु होला। त्योभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ मेरो भिडियो कस्तो लाग्दैछ तपाईँहरू कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला गाइज होइन। भन्दै धेरै लामो कुरा नगरिकन हामी कुरा छुट्याउँदै भिडियोतर्फ लाग्दैछौँ गाइज। ल गाइज के छ भिडियोमा हेर्नु ल। भिडियोको टाइटल चाहिँ रहेको छ गाइज हाम्रो नेपालमा है त ल सजन श्रेष्ठ कुमार सागर केपी ओली गोला रे होइन गाइज। कस्तो लाग्दैछ भिडियो कमेन्ट गर्नु होला गाइज। अन्तिममा हेर्दै माया गर्दै जानु होला है त गाइज। नमस्ते सबैजनालाई स्वागत छ मेरो अर्को नयाँ भिडियोमा। रक्सी खान जाँदाखेरि ठिक एक प्याक दुई प्याक खाए ठिक हो। अब हाम्रो तपाईको चाहिँ नि सुत्ने गरी लड्ने गरी खान्छ नि त अब हो पनि फेरि रक्सी खाने लाग्ने गरी खाने कुरा चाहिँ खतरै गर्छ बुढो। आफैले गरेर फेरि आफैले डिबेट पारेको कुरा गरेर थोरै खाने खान जान्दैन रे। तर फेरि खाने भनेको त लाग्ने गरेर खानु त नि होइन नलाग्ने भनेको त दुध दही मै खाए भइहाल्यो नि। ठ्याक्कै मैले भनेवाला भनिदिरहेको रहेछ क्या अब होइन यस्तो हुन्छ त होइन कि औषधि भएको अलिकति खाएर सही कुरा औषधि भएको हुन्छ होइन एक बिरको दुई बिरको खान्छ नि लाग्ने गरी खाने यार। आप कहाँ थे ज्ञानी बाबा? हम यही है भैया जी हम यही है हम सब यही है भैया जी। मसाज आई गिव यू 50 रुपीस। You give me 50. गुड मसाज आयो। कहाँ कहाँको खरिएर आएर नेपालको लालाजीलाई पार्टनर बनाएर यार बुढालाई चाहिँ पैसा दिन्छ कि दिँदैन पुरा भाइरल भइरहेको लालाजीको कारणले गर्दा 50 रुपीस लालाजीको बारेमा एउटा भिडियो बनाउनु पर्ला जस्तो लाग्यो मेरो मेन च्यानलमा। Yeah, break your back. ओके ब्रो ठिक छ हैन पुरा इन्जोय गरिरहेको लालाजी। पुरै राम्रो इङ्ग्लिस नआए पनि होइन खैरले सब बुझिरहेछ क्या इनसाइड रे लिटल अप रे। नेपाली बोल्ने इङ्ग्लिस त्यस्तै त नि होइन कसले फ्लुएन्टली बोल्छ र। हाम्रो प्रधानमन्त्रीहरू बोल्न जान्दैन बुझ्न जान्दैन नेताहरू मन्त्रीहरू परराष्ट्र मन्त्रालयको मन्त्रीहरूले त बुझ्दैन गाइज होइन। यो बुढो त धेरै खतरा हो। ह्याट्सअप लालाजी। तपाईँलाई कस्तो लाग्छ लालाजी कमेन्ट गर्नु होला है त गाइज। कागुती लगाइदिएर रहेछ जलान ब्रो नै हाँसिरह आफ्नो त हाँसै मिठो गरे जस्तो होइन। साँच्ची हाँसेर नाटक गरेर हाँसेको ठ्याक्कै सुटिने क्या बन्डिङ चाहिँ खतरा छ यो के भइरहेको कागती खाएर छोड्छ भनेर दिएको उल्टा कागतीसँगै हाँसिरहेछ बाङ खाएर रहेछ गाइस होइन। अस्ति भर्खर शिवरात्रि भयो तपाईँहरूले चाहिँ के खानुभयो कस्तो भयो तपाईँहरूको शिवरात्रि गाइस कमेन्ट गर्नु होला है त। खानु के गर्नुभयो त्यो खानु त अनि छोड्छ त भाङ खाएर लागेको कागती खाएर छोड्छ त यार कहाँ छोड्छ। मुख सुकेको हेर्दाखेरि यो ब्रोले साँच्चै खाएकै जस्तो छ होइन। म पनि खान्छु क्या शिवरात्रिको बेलामा चाहिँ अरू बेला त खाने कुरा भएन होइन। बुढो भइसक्यो अल्लारे बल्लारे भयो खाइन्थ्यो गाइज होइन। अप्ठ्यारो भयो चाकमा बस्दा बस्दै मुख सुकेको देखेर चाहिँ साँच्चै रियलै खाएको जस्तो छ। त्यो खानुकै कागती यार साँच्चै यो भाङ खायो भने चाहिँ हाँसो आउने हुन्छ के हुन्छ क्या। म त अब जहाँ रक्सी चुरोटबिडी केही पनि खाँदिनँ होइन। अब यो भाङ खान्छ नखाएको धेरै राम्रो कुरो खानु हुँदैन पुरै भएन। अब तपाईँहरू चाहिँ कोही भाङ खाने हुनुहुन्छ खानुभएको छ भने एक्सपिरियन्स कस्तो थियो तपाईँको होइन।
आफूले त प्रसाद सरले त्यो चुरोटमा भरेर सरलकै 1-2 सर्को तान्दियो 1-2 सर्को त 1 सर्को तानेर दुनियाँ अर्को चाहिँ हुँदैन गाइस हावा कुरा कि हाँसो भएको थियो कि थिएन कमेन्ट गर्नु होला है त। अनि ढिलो भए पनि शिवरात्रिको शुभकामना है त सबैजनालाई। नमस्ते, म गाउँमा हुर्केँ कि हाम्रो गाउँ कस्तो थियो भने यो तलको यो टाउको गर्छ म त्यो पनि चिन्दिनँ यता guys। राईको घर उता बाबुको को घर होइन, छेत्री यो घर, यता झन् को मौर हो? घर। यो तपाईँले चिन्नुहुन्छ भने चाहिँ कमेन्ट गरिदिनु होला पोलिटिकल guys। टपिकमा यो होइन। जात धर्मको बारेमा भिडियो आयो भने यो चाहिँ को हो? यस्तो रिस उठ्ने यो मलाई हुन्छ नि, काजु यो जस्तो लाग्यो मलाई। बकवास हो क्या यो डिबेट यो कुरा गर्नु भने काजु खजुरी एउटा उनी मान्छे हो बाख्रा फर्स्टमा, रहेछ, एउटा नेपाली हो हैन। सार्वजनिक के अरे त्यसरी सरकारी हेर्ने हो भाउजू ब्रो स्किप दिस म्यान। जस्तो यो एजमा पनि सेक्सुअली पनि फिट रहन सकिन्छ। सकिन्छ। फिट हुने भनेको त आफ्नो कुरा हो नि होइन, आफ्नो बडीलाई आफूले जसरी ट्रिट गरे त्यस्तै नै भइन्छ। राजेन्द्र खड्की तर मान्छे चाहिँ दाइ भन्छु म चाहिँ होइन, भेटेको पनि छु मैले। राजेन्द्र खड्की दाइलाई उहाँलाई चाहिँ म ह्याट्स अफ है ब्रो, खतरा लाग्छ त्यो लेजेन्डै हो, त्यो लेगेसी बोकेर हिँड्ने मान्छे हो क्या। अब फ्यामिली सुत्न आएन भने हस्तमैथुन गरिदियो, कुरा खतम। स्ट्रेट गरेर सही कुरा हो डाइरेक्ट होइन। आफ्नो पार्टनर छैन भने के अन्त त्यो 50 को 100 को 500 को माल हानेर हिँड्नुभन्दा त त्यो रोग बोकेर हिँड्नुभन्दा त बरु आफ्नै हात जगन्नाथ भने जस्तो होइन र कस्तो लाग्छ तपाईँहरूलाई यो होइन कुरो चाहिँ कमेन्ट गरिदिनु होला गाइज। आफ्नो पार्टनर भएपछि के गर्नुहुन्छ तपाईँहरू होइन, ल है त गाइज, लेट्स कमेन्ट बिलो है त गाइज। मेरो मेरो बुढी त धर्म कर्म गर्छ होइन। यो कुरामा चाहिँ मलाई हाँस उठ्दैन है, रियल कुरामा किन हाँस्नु, कमेडी पनि होइन सही कुरा। बोका बुढा अरे के को बोका बुढा भने त्यो बाख्रा खोज्दै हिँडेर सुँग्दै हिँडेको, चाक सुँग्दै हिँडेको, चाट्दै हिँडेको बोका हुन्छ त होइन गाइज। त्यो हात हल्लाउने मान्छे के को बोका हुने हो। र चाहिँ अर्कोमा लिन भइसक्यो भने परिवार लिन भइसक्यो भने चाहिँ म अहिले आउटसाइड जान्दैन, किन यो रेप केस लाग्छ, यो लाइफ खतम हुन्छ। आफूले कसै द्याट्स ट्रु हुन्छ नि बाहिर यो That's पैसा true. तिरेर ब्रो ऐसा मत करो मेरी जलान ब्रो पनि के अरे त्यो प्रष्ट बोल्दैन नि त, म पनि कहिलेका लर गराएर हुन्छु गाइज। म पनि उमेश श्रेष्ठ हो मेरो नाम होइन, म पनि नेवारी नै हो, तर प्रायः मेरो चाहिँ त्यस्तो टङ चाहिँ स्लिप हुँदैन। तर भए पनि मलाई चाहिँ त्यो चाहिँ एकदम खतरा लाग्छ हिँड्छ नि होइन। अस्ति भर्खर भएको काण्डमा पनि बोल्न मन लागेको थियो गाइज होइन, बोल्न त मन लागेको थियो। धेरै मान्छेहरू बोलिरहेछन्, चलेको तीकला देखाउन सक्नेहरू, मासले कभर गर्नेहरू हेर्ने अलिक बोलिरहेछन्। मैले बोलेर केही हुँदैन जस्तो लागेर मात्रै हो मैले नबोलेको, नत्र भनेदेखि त सजन श्रेष्ठ भन्ने मान्छेलाई चाहिँ होइन के भन्न चाहन्छु भन्दाखेरि वाच यु टङ ब्रो, एभ्रिथिङ नट इन जोक ओके, एभ्रिथिङ इज नट अ जोक। यु क्यान मेक अ जोक बट नट इन एभ्रिथिङ ओके ब्रो। सर्टिफिकेट अहिले त यहीँ छ नि, यही हो हाम्रो यो होइन, यो 1+ समझ रहे हो? सबै पहिला हामी 5 रुपियाँतिर हेर्दैन थियौँ। सही कुरा ल गाइज 5 रुपियाँतिर चाहिँ हेरेको छैन मैले होइन, 5 रुपियाँतिर चाहिँ हेरेको होइन। तर सिक्रेट कुरो भन्ने कि नभन्ने होला है, हामी चाहिँ के गर्थ्यौँ भन्दाखेरि त्यो सिडी पसल पाउँथ्यो त्यो बेला, सिडी पसल हुन्थ्यो, सिडी चक्का पाउनु चाहिँ सजिलो हुन्थ्यो, सस्तो पर्थ्यो। अर्को चाहिँ भिसिआर हुन्थ्यो होइन, ठुलो यत्रो चक्कावाला, अनि त्यसमा हेर्नुपर्छ रिलवालामा, पछि सिडी चक्का आउँथ्यो। अनि हामी चाहिँ डेकहरू भाडामा लिएर क्या, भाडामा लिएर अनि जसको घरमा मान्छे कम हुन्छ नि त्यसको घरमा गएर अनि ढोकासोका ड्याङडुक लगाएर सबजना ग्याङ भएर हेर्ने क्या हामी चाहिँ। बड़ा हरामी हो बेटा। अहिले यहीँ छ त, कसलाई भन्ने ढिलो फिल्म हेर्न पैसा तिरेर हेर्न जानुहुन्थ्यो अरे, के बोलाए बोका रहेछ भन्ने हुन्छ होइन। यो उमेरमा हामी पुगेको छैनौँ नि भनेपछि हामीलाई अहिले नै थाहा भयो कि यो उमेरमा पुगेपछि पनि त्यो एउटा हुने रहेछ यस्तो भन्ने हामीलाई थाहा भयो नि त। त्यो त भइहाल्छ नि होइन, अभियसली भइहाल्छ नि, मान्छेको मन हो। शरीरले साथ नदिए पनि होइन दिल त अझै बच्चा है भन्ने भइहाल्छ नि। बच्चा अरे बच्चाले त्यस्तो गर्दैन सरी ब्रो दिल त अभी जवान है। सो यसलाई चाहिँ एउटा नलेजको रूपमा दिनु होला यो भिडियोलाई। ओके दिनमा 2-3 चोटिसम्म वीर्य फाल्दा हेल्दी भइन्छ अरे हो गुरुजी। एक युवकले मलाई यस प्रकार सोध्दै थियो अनि मैले भने तपाईँलाई कसले भने यो कुरा? डक्टरले भने गुरुजी। कहाँको डक्टर? यतैको, मलाई भेटाउन सक्नुहुन्छ? ठुलो डक्टर हो, एकदम ठुलो डक्टर हो। वास्तवमा भन्नुपर्दाखेरि यो समाज कहाँ जाँदैछ यो समाज? भागवतमा बताएको छ अन्धा ये खण्डहरू पनि मानस त्यही अपिस तन्त्र उदाउने बद्ध। अन्धाले अन्धालाई जोडाइरहेको समाज हो, ठ्याक्कै शास्त्रको उल्टो शिक्षा दिइरहेको छ। दिनको 2-3 चोटिसम्म वीर्य फाल हस्तमैथुन गरेर तिमीलाई नाइट फल हुँदैन, तिमी स्वस्थ हुन्छौ। होइन अब यो बाजे चाहिँ को, म प्रायः मान्छेहरू नाम चाहिँ चिन्दिनँ होइन, म फलो गरेर हुन्न नि त। त्यो डक्टरले भनेको कुरा पनि सही हो नि होइन, दिउँसै फालेपछि सुत्नुभन्दा अगाडि फालेपछि त अनि त्यो सामानै भित्र नभएपछि त नाइट फल हुँदैन नि त अनि होइन, हुने चान्सै भएन नि त होइन। अनि त्यही माथि फेरि त्यो के अरे दिमागमा आइसकेपछि, दिमागमा भइसकेको कुराहरू, चाहना भइसकेको कुराहरू त होइन त्यो कुजाएर राख्नुभन्दा चाहिँ
त्यो बोलेरो राखेको फालेको ठिक हो क्या होइन। अनि फेरि यही हाम्रो गुरुले भनेको कुरा पनि ठिकै हो, त्यो बढी फाल्यो भनेदेखि चाहिँ फेरि पावर लस हुन्छ नि त होइन। ल्याउँछौँ कहाँ भनेको छ। वास्तवमा भन्नुपर्दा यी व्यक्तिहरूलाई थाहा छैन कि वीर्य फाल्दाखेरि हाम्रो शरीर हाम्रो चेतना हाम्रो मनमा कति ठुलो घाटा हुन्छ भन्ने कुरा, कति ठुलो घाटा हाम्रो जीवनमा हामीले निम्त्याउँछौँ भन्ने कुरा यी व्यक्तिहरूलाई थाहा छैन। हुन त शास्त्रको कुरो मान्दैनन्, शास्त्र यस्तो कुरा मान्दैनन्, साइन्स भन्छन् होइन। खानु हस्त सुतौँ मस्त, न बलात्कारको आरोप न चमत्कारको आरोप, जय पुरुष। यो आफै दुई हानेर आएर बोलिरहेछ अरे। मलाई मान्छे चाहिँ प्रायःले मन चाहिँ पराउँदैन क्या। किन जस्तो लाग्छ? धेरै हाँसेर हो कि किन हो? 100 मा 30%। यस्तै काम गर तिमी। म त भाइ नै होइन, म 37 इयर्स पुगेँ, यो भर्खरै 30 वर्ष पुग्दैछ होइन। यस्तै कुरा गरिराख, तँलाई कसैले पनि चिन्दैन भाइ भनिदिएँ मैले। जति मान्छे छ जसले 100 मा 30% त सबैको हुन्छ नि प्रायः होइन। 100 मा 30% जति मान्छे छ जसले चाहिँ मैले जे गरेको मन पर्दैन क्या उनीहरूलाई। हुन्छ नि मैले तालु खुलेर पुरा कपाल रोपेर होइन हिरो भएको छ, जे होस् पैसा कमाएको छ, पैसाको सदुपयोग गरेछ। ल ब्रो, बेस्ट अफ लक फर यो फ्युचर है। मलाई पनि सबैजनाले सब्सक्राइब गर्ने हेरेर मात्र जाने होइन नि। फेरि मन पर्दैन मैले कुनै भिडियो हालेर मन पर्दैन, फोटो हालेर मन पर्दैन। हुन्छ नि उनीहरूले अब आइरहनु अब मान्छेलाई मेरो मुखैदेखि रिस उठ्ने हो कि होइन, त्यस्तो चाहिँ हुँदैन। अब त्यो राम्रो काम गर्दाखेरि पनि मन नपराउने मान्छेहरू धेरै हुन्छन् होइन, त्यसलाई चाहिँ पर सार्दै होला। तर भने चाहिँ मैले अस्तिनाको पालीमा त्यो अपूर्वको पालीमा त्यो बेलामा पनि गएर बोलेको थियो होइन, आफ्नो नेवारी कमेडीलाई सपोर्ट नगरिकन। सपोर्ट त सबैजनालाई गर्नुपर्छ, कमेडियन भएर कमेडियनलाई सपोर्ट गरेर त्यो कुरामा एक्सेप्ट गर्छु होइन। तर आफ्नो हुन्छ नि डिग्निटी भन्ने कुरा हुन्छ नि, त्यो कुरालाई पनि कम्प्रोमाइज गर्नु हुँदैन है ब्रो। त्यो हेर त गर्छ नि यार होइन। 100 मा 100 त सबैले कहाँ माया गर्छन् त यार। कहिले हामीले कोही मान्छे भेट्दैनौँ तर हेर्दै रिस उठ्छ नि। दो हामीले कमेन्ट समेन्ट गर्दैनौँ तर कतिले हुन्छ होला कि म चाहिँ उनीहरूको पर्सपेक्टिभबाट बुझ्छु क्या। अब आफै त्यस्तो रहेछ जस्तो अनि अरूलाई के भन्ने त होइन। मन पर्दैन त कसैलाई फुटे आँखाले नि हेर्न मन लाग्दैन, कसैलाई चाहिँ आँखामै आएर छिरे पनि बिजाउँदैन। सुखी नेपाली समृद्ध नेपाल नायकी पिओली देश नेपाल नेपाली समृद्ध नेपाल नायकी पिओली देश नेपाल। बिट बक्सर चाहिँ खतरा रहेछ है गाइज। ल कस्तो चाटुवाला बाबु, यो केपी ओलीको पनि कतिवटा छोराछोरी छ म पुरै बुझ्दिनँ यार। घरको बाउसँग चाहिँ झगडा गरेर हिँड्यो होला क्या छैन, अनि त्यहाँ आएर केपी बाबा भन्दा नायक रे। सोसियल मिडियामा यस्तो गाली गर्छन् कि केपी ओली यस्तो प्रचण्ड यस्तो भनेर गाली गर्छन् होइन। तर भेट्दाखेरि चाहिँ कसैले पनि होइन सर तपाईँ यस्तो भनेर भनेको मैले कहीँ देखाएको छैन कि, कहीँ देखाएको छैन क्या। उहाँले नायक उहाँको कलालाई चाहिँ म डिस्रेस सेम हेर ब्रो, मैले नि त्यही भने कला चाहिँ खतरै हो होइन। तर यस्तो यो मान्छे चाटेर यो ठाउँमा पुग्ने भन्ने कुरा चाहिँ मन पर्दैन मलाई। नि के भन्ने वोट के युज गर्नु होइन, सबैजनाले अब त्यस्तै बोलिरहेको हुन्छ, छाडा नबोलिकन के चल्दैन गाइज होइन। यस्तो मान्छेहरूलाई चाहिँ म होइन भन्न चाहन्छु क्या है। गरे होइन होइन। अब बिट बक्स राम्रो छ तर यो केपी ओलीलाई सुनाएर के हुन्छ क्या। भैँसीलाई त्यो रेडियो बजाइदिए जस्तो भयो क्या, नबुझ्ने न के जनतालाई माया गर्ने जनतासँग। सही कुरा, भैँसीलाई रेडियो बजा जस्तो, बाँदरलाई नरिवल दिए जस्तो होइन। अनि त्यसपछि के अरे कुकुरलाई गीत गायो भने जस्तो। तर कुनैहरूले चाहिँ गीत पनि गाइरहन्छ बसेर यसरी यस्तो गरिरहेछ भन्ने त्यो टाइपको होस् भनेर चाहिँ यसरी भेटेर गरे कहिले काहीँ त्यो पन्सु भर्ला भन्नेको टिकटकर त्योसँग भेट्ने होइन। यदि के बिट बक्समा कि त उहाँले अब बाहिर गएर हुन्छ नि कम्पिटिसन गरेर नेपाललाई रिप्रेजेन्ट गरेर जितेर आएको हुनसक्छ है, मलाई थाहा छैन त्यो भन्छु। त्यो कुरा चाहिँ मलाई पनि थाहा छैन होइन। त्यही भएर सम्मान गर्नु बोला कि केपी बाले होइन। केपी बा फेरि लास्टै खतरा मान्छ नि, रिसर्च चाहिँ खतरै गर्छ क्या। फेरि मेरो थुतुनो पनि फेरि केपी बा भन्दा सबले भन्दा हुँदैन खतम भयो जिन्दगी भएन। त्यो ऱ्यान्डमली गएर यतिकै अब त्यो सुनाएर होइन के हुन्छ चाहिँ के केपी ओलीले अब यो तिमीले चाहिँ खतरा बिटबक्स हान्ने रहेछौ, अब म नेपाली हिपहप इन्डस्ट्रीको लागि चाहिँ म खतरा गरिदिन्छु तिमीहरू चाहिँ बिटबक्स गर्ने तिमीहरू ऱ्याप हान्नेहरूलाई भनेर हुन्छ नि सपोर्ट गरेर गरे गरे उल्टो ब्यान्ड हानिदिन्छ नि गीत। यो त हेर्नु के गरेर भन्छ सही कुरा हो होइन, गीत ब्यान्ड हानिदिन्छ यार। अनि त्यस्तोले बिटबक्स सुनाएर फेरि केपी बा भनेर के कुन दिन ब्रो तिम्रो पनि फेरि थुतुनामा तालचा माल्दैन ब्रो, तालचा मारिदिन्छ है फेरि यो बुढोले त खतरा हो नि, फेरि ब्यान्ड हानिदिइहाल्छ फेरि। मलाई त यो मुखले के गरे यो मुखले के बजाएको यार यस्तो पनि हुन्छ कला भनेर भन्दै होला केपी ओलीले हरानी हुन्छ होइन।
अलिक मिल्या भयो उहाँले यसमा के जो सही कुरा। के मुखले के गर्यो अरू केही गरेर साध्य चलायो भनेदेखि यो बुढोले के भनिदिन्छ भन्दाखेरि होइन नेपाली हो पाएपछि गर्छ भनिदिन्छ त्यसपछि त्यसका भेडा बाख्राहरू सब गलल हाँस्छन् ताली पिट्छन् गाइस पारेको भनेर क्या त्यो मिल्दैन र होइन बिटबक्स हान्ने हुनुहुन्छ होइन भन्नु खोजे होइन तर अब यो केपीलाई सुनाएर हुनेवाला केही छैन कि केही हुन्न यो देश विकास गरेर थाकेछ क्यारे खरे केही मनोरञ्जन गर्दैछ बाँदरको यस्तो यस्तो कमेन्टहरू लेख्छन् मान्छेहरूले नेपाली होइन कति रिस होला क्या मनमा होइन यो देश बिगारेको कारणले गरेर होइन यसरी सबैजना विदेशिनु परेको छ नेपालमा काम छैन गाइस पढ्ने भनेर बाहना गरी गरी विदेशमा मान्छे सेटल हुनु गइरहेछन् त्यो विदेश जानेहरू चाहिँ कोही पनि फर्किँदैनन् क्या युरोप जानेहरू जति नेपालमा है फर्क्यो भनेदेखि त्यहाँ अब भेट्नलाई मऱ्यो भनेदेखि जलाउनलाई काजक्रिया गर्नलाई मात्रै फर्किने हो नेपालको स्थिति यस्तै छ गाइस यस्तो स्थितिमा पुऱ्याइसक्यो होइन आक्रोश चाहिँ पुग्छन् क्या सबैजनाले कमेन्टमा पुग्छन् होइन 4वटा अक्षर लेख्छन् बिर्सिन्छन् क्या फेरि अनि भोट दिने बेलामा फेरि सबैजनाले त्यही बा हजुर बाउ 84 वर्ष कटिसकेहरूलाई मात्रै भोट दिन्छन् होइन राम्रो नेता छान्दैन ठाउँ त्यस्तै छन् सबैजना त्यस्तै हुँदैन तर औँलामा गनेर पनि भइदिएन क्या राम्रो मान्छेहरू जति बालेन जस्ता हर्को सामङ जस्ता होइन सबै नरिवल केपीको हातमा नेपाल सिरक के नीचे चली गए थे तो क्या टैप टैप भी नहीं कर सकते यो फेरि अनुहार नपरेको माइला सरकार क्या करे हाथी नहीं चलते ठंडी के वजह से हाथी नहीं चलते मेरा अंगुली नहीं चलते अंगुली नहीं चलता तो उसको हिटर में तताओ और ट्याप ट्याप करो मलाई यार के हो यस्तो रात दिन यहाँ जापान जस्तो ठाउँमा गएर पनि फ्री टाइम हुन्छ उहाँको यस्तो लाइभ बस्ने क्या हुन्छ नि 2022 21-22 बेलादेखि नै होस् लाइक भने त्यो मिम पेजहरूमा उहाँको त्यो मुख छाडेको मिम पेजहरू आइरहेको को बुढो रहेछ यार यसको बारेमा नेपालमा राम्रो बनाएर चल्दैन त के गर्नु त ब्रो तिमीले पनि त्यही भएर कन्टेन्ट पाउँछौ नत्र भए तिमी पनि यस्तो बनाउनु तिमीले पनि कहाँबाट भिडियो खोज्नु कहाँबाट कन्टेन्ट पाउनु रोस्ट हान्नलाई होइन मैले कहाँबाट रियाक्सन गर्न पाउनु होइन यस्तै छ ब्रो नेपालमा के गर्नु भिडियो बनाउनु पाए हुन्थ्यो भन्ने थियो क्या त्यतिखेर म चिनेको थिएन उहाँ रहेछ पछि होइन अनि अहिले अब धेरै कन्टेन्ट दिनुभएको छ मलाई मेरो लागि त फाइदाकै कुरा हो तर उहाँ चाहिँ के हो या जापान जस्तो ठाउँमा गएर त्यहाँ त अब काम गरेपछि पैसा आउँछ होइन लाइभमै धेरै पैसा आउने हो कि आउने भएर हो कि होइन अथवा के हो ए लाइभमा धेरै पैसा आउँछ नि ब्रो सबै नेपाली जनताहरूले रगत पसिनाको कमायो होइन अरू भने नि टिकटकमा चाहिँ त्यो कुराले एकदम चित्त दुख्छ यार मलाई यार नेपालबाट हाल्न पाउँदैन फेरि त्यो गिफ्टहरू होइन विदेश जानेहरूले हो क्या विदेशमा बालबच्चा छोडेर परिवार छोडेर काम गर्नु गइरहेको हुन्छन् होइन केटा होस् केटी होस् मैले फेरि केटाले मात्रै छोडेर गयो केटाले मात्रै बुढी छोडेर गयो भनेर होइन केटीहरू पनि बुढा छोडेर दुःख गर्ने काम छ अर्को देशमा होइन अब यस्ता कुरा बगमबुसको कुरा सुनेर हावा कुरा सुनेर मान्छेहरू इन्जोय गरेर पुरा गिफ्ट फालिरहेको हुन्छन् क्या रियल मनी है यस रमाइलो गर्नुहुन्छ रमाइलो गर्नु दिनुहोस् म्युजिक हटाइदिरहेको रहेछ क्या अब यसमा त म्युजिक थियो नि त होइन कोही फेरि म्युजिक हटाइदिरहेको रहेछ बल्ल म्युजिक आएर यस्तो खालको डान्स हुन्छ कि उहाँले मजाको लागि होइन ब्रो डान्स हुन्छ नि ब्रो होइन यस्तो खालको डान्स हुन्छ ब्रो त्यो कुरामा चाहिँ रिसर्च गर्नु पर्यो होइन स्टडी गर्नु पर्यो त्यस्तो खालको डान्स हुन्छ है त त्यसलाई चाहिँ भन्छ ताण्डव महादेव के अरे भाङ खाएर लट भएर रिसाएको बेलामा गर्ने डान्स त्यस्तै हो स्टेप खतरा गरे हो कि के हो यो कुन मन्दिरमा पनि गएर नाच्नु भन्दै क्या पुरा आशिका दिदी यता नाचेर नबस्नु उता पुल मुनि कतिले पिसाब गरिसकेको होला त्यही त त्यो त लाजै मर्दो कुरा जिन्दगीमा मैले चाहिँ होइन कहिले पनि त्यसरी बाटोमा त्यसरी मुद्दै चाहिँ हिँडिन गाएछ होइन मुद्नेहरूलाई पनि म त्यही भन्न चाहन्छु होइन अलिकति सोमत भन्ने कुरा हुन्छ नि यार सार्वजनिक टोइलेट छैन ठिक छ यसो जाने रेस्टुरेन्टतिर जाने होटलतिर जाने यसो 20 रुपियाँको चिया खाएर वासरुम कहाँ छ भनेर गर्न सकिँदैन त्यो लाजै फालेर त्यो बाटोमा 50औं जना मान्छे हिँड्दा हुन्छ 100औं 1000औं जना हिँड्दा हुन्छ त्यो मतलब नगरिकन मुद्दिरहेको क्या काट दिनुपर्ने पुल मुनि पिसाब गर्ने हुन्छ के भएको क्या लाज पनि लाग्नुपर्ने अलिकति अप्ठ्यारो पनि लाग्नुपर्ने त्यही भने पनि कसरी आयो हुन त त्यही भने मर्डर चोटहरू तिमीहरूलाई म पनि त्यस्तै कन्ट्रोभर्सियल कुरा गरेर म पनि भाइरल हुनु पर्ला जस्तो गाइज जलान ब्रो मर्डर चोट होइन ब्रो मर्डर चोट भन्नुपर्छ मर्डर चोट सार्वजनिक शौचालय त्यस्तो छैन नेपालमा होइन भए पनि मान्छेहरूले छ नि किन नहुने हो बालेनले पनि त चलाएको त ठाउँ ठाउँमा रेस्टुरेन्टहरू बाहिर अगाडि लेखिरहेको हुन्छ त सार्वजनिक शौचालय भनेर लेखिरहेको हुन्छ ब्रो जानुपर्छ मन हुनुपर्छ होइन म फेरि यता हेरेर फेरि जलाउनलाई नै पैसा दिइरहेको छु छ खोज्न पर्छ है थुकेर त्यहाँ फोहोर गर्दै फलानु प्लस फलानु यहाँ फलानु ल फलानु भनेर लेखेर फोहोर पार्दिन्छ त्यो हग्न मुद्न गएको मान्छेलाई त्यो पेन निकालेर चक निकालेर होइन त्यो अनेक थरी बोकेर मार्कर बोकेर हिँडेर त्यो भित्ता लेख्नलाई चाहिँ कसरी जागर चल्छ भन्ने कुरा हो क्या ठिक्कमा नेपाली हो
अरू केही गर्न सकेनौँ होइन। मैले चाहिँ यस्तो कामहरू चाहिँ लाइफमा कहिले पनि गरिनँ होइन, गर्नेवालामा पनि छैन गाइज। म चाहिँ कसैले त्यस्तो काम गर्नु भएको छ कमेन्ट गर्नु होला है त। द्याट्स अ भेरी ब्याड ह्याबिट, लिभ इट ओके एन्ड सब्सक्राइब अगेन ओके वेन के आयो फेरि नोटिफिकेसन। पछि कृष्ण भन्नुभयो है ल बाँसुरी बजाएर हेर्नु त यहाँ मुर्दाबाद मुर्दाबाद बिउ कसले बजाएको बाँसुरी त्यसमा फेरि एडिट गरेर खतरा मिलाइदिइरहेको छ। मेम बनाउनेहरूलाई खतरा लाग्छ क्या, मेम बनाउनेहरूको त्यो दिमाग क्या, सेन्स अफ ह्युमर होइन खतरा लाग्छ। तपाईँलाई चाहिँ कस्तो लाग्छ गाइज, कसले बनाएको मेम राम्रो लाग्छ कमेन्ट गरिदिनु होला गाइज है। ल मिस्टेक भयो नि फेरि क्या यार मरि पनि दिन्थे तर आमा छिन्के भने फेरि के समस्या। आमा नभइकन त तँ कहाँबाट जन्मिन्थिस् र नानी, आमा जन्मेर आमा भएर पो तँ जन्मिस् त के गर्नु। यसलाई के भन्छ अरे निब्बा निब्बीहरू आजकलको होइन त्यो भन्ने अनि फ्लोमा बग्ने क्या, फ्लोमा। मर्ने कुरा नगरौँ है, यो दुखी भएको बेला स्याड भएको गीत चाहिँ खतरा लाग्छ स्याड गीत सुन्ने नै हेरेका त्यो भने झन् झन् दुखी होइन कहाँ त्यस्तो चित्त बुझाउनु परेन, लजिक मिलेन अहिले आएर चाहिँ झलन मेरो होइन। स्याड भएको बेलामा स्याडै गीत सुन्ने नि, अनि भगवान्को भजन चाहिँ नि के सुत्ने बेलामा राति जाँडा खाएर सुन्ने हो त होइन। सबै कुराको पर्टिकुलर चिजको पर्टिकुलर टाइमिङ भयो चाहिँ। अब पार्टी गर्न मन लागेको बेलामा स्याड गीत सुनेर हुन्छ त, नत्र स्याड गीत सुन्ने चाहिँ कहिले त होइन। स्याड गीत सुन्नु परेन, त्यत्रो सिकेर आर्टिस्टहरूले दुःख गरेर बनाएको त्यत्रो सिर्जना गरेको गीतहरू त्यही बेलामा सुन्नलाई त पार्टीमा स्याड गीत सुन्छ नि त। मन्दिरमा गएर स्याड गीत सुन्ने हो त, मन्दिरमा भजन सुन्ने, पार्टीमा पार्टीवाला डिजेवाला रिमिक्स सुन्ने होइन। गाइस तपाईँलाई कस्तो लाग्छ मेरो कुरा? बात त सही है। भरे फेरि लास्टमा कमेन्टमा चाहिँ तिम्रो कुरा र काजीरामको खै कसको गुलाबको फुल एउटै हो जस्तो भनेर कमेन्ट गर्ला नि फेरि बनाउँछ क्या। त्यतिखेर त रमाइलो खालको गीत, एनर्जी दिने मोटिभेसन टाइपको क्या हुन्छ नि, त्यस्तो गीत सुन्नुपर्छ। त्यही भने मोटिभेसन गीत भनेको त ब्रो यार जिम अलग गरेर सुन्ने नि ब्रो, वर्कआउट गर्ने बेलामा सुन्ने नि यार। यो कुरा चाहिँ अलिकति मिलेन तर बोला ए भन्ने बेला होइन। मैले चाहिँ फेरि यस्तो गरेर यो क्याप लगाएको छु मैले है। मेरो अस्ति मम्मीको श्राद्ध थियो गाइस, यत्रो लामो कपाल थियो मेरो होइन, खोइ कहाँ गयो अझै आउट अफ फ्रेम भइरहेको छ। यत्रो लामो कपाल थियो, तपाईँलाई पनि पहिलाको भिडियोमा हेर्नु होला। त्यस्तो छ ब्रो, गर्नुपर्ने काम गर्नु परिहाल्यो होइन। कहाँ थियो बाबा, कहाँ थियो? कस्तो गयो फन्डो पागल हो फेरि यो रन्डै रहेछ राँडीको पान अनुहार हेर्दैमा मासालाई मुख छाड्नु मन लाग्ने हो भने आफ्नै मुख नराम्रो बनाउनु पर्ने यार। कस्तो कस्तो अनुहार परे मान्छेहरू हुन्छ यार। माया चाहिँ ठ्याक्कै मेरो राई लिम्बू तामाङ मगर गुरुङहरू चाहिँ अलि ठुलो छाती भएका यसो बानी खानुपर्छ भन्ने अरू बाहुनले जिब्रो चपाउँछन्। यो बाहुनले सिधै बोल है, अलि थुकु छिट्यो भने बरु तलै हुन्छ, फ्रेङ्कली बोल्दैछ है। त्यति भनेपछि कस्तो अनुहार परे बाहुनी यो फेरि माया चाहिँ। मोमो नखाएको भात खाएको नि पर्दैन होला यसलाई। गिफ्ट दिन्छन् उहाँलाई चाहिँ। अब हो यार सही भन्नुभयो दाइ, हामी त एकदमै त्यही मनमा थियो मलाई, त्यही बोल्ने भनेको जवान ब्रोले बोलिदिरहेको रहेछ होइन। गिफ्टर पट्याएको गिफ्टर बाहुन त यसै लोभी भइहाल्यो उसै लोभी भइहाल्यो, के दिने होइन होइन। आउँदैन काहीँबाट पनि बाहुनहरूले गिफ्ट दिने भनेको यहीहरूले हो, मङ्गोलियनहरूले गुरुङहरूले यिनीहरूले होइन। मङ्गोलियनहरू त अब मनकारी हुन्छ नि त, नेवारहरू यिनीहरू सबैजना बाँडेर खाने बाँडेर खुवाउने भन्ने हुन्छ नि त होइन, एक्लै खाँदैन नि त। त्यही भएर गिफ्टर पट्याएको गिफ्टर मनकारी हामी त भनेर फुल्ली हान्छन् अब लाइफमा। मैले बार भनेको छु प्रोनाउन्सिएसन परफर्मेन्स वाइज नो डाउट राम्रो छ, तर परफर्मेन्स इज अ टप नच है ब्रो। ह्याट्स अप है, ह्याट्स अप। आई एम अ बिग फ्यान अफ यु ब्रो है। नट एभ्रिथिङ सिङ्गिङ राम्रो हुनुपर्छ बल्ल अनि परफर्मेन्स ठिक छ हजुर जज हुनुहुन्छ, हजुरले भनेको कुरा पनि मान्नै पर्छ, आदर गर्नै पर्छ होइन। हो यस्तो नि त, आफ्नो रियल सङ होइन त्यो बेलामा चाहिँ कुमार सागरको होइन, कम्पिटिसनमा गएको बेलामा हो नि त होइन। त्यो बेलामा त अरूको गीत गाउनु पऱ्यो, अरूको लिरिक्स हुन्छ, अरूको लिरिक्स त बिगार्ने कुरा हुँदैन। त्यो कुरालाई चाहिँ मान्नै पर्छ गाइस। तर पनि त्यस्तो कुरामा त्यो माइन्ड गरेर म अब गाउनै सक्दिनँ भनेर छोडे भए त, लिभ गरेको भइदिएर त कहाँ हुन्थ्यो, लाइफै कलेज भइसक्थ्यो होइन, कहाँ के भइसक्थ्यो। ठिक छ फाइट गरेर अब त नेपाल सबैले हेरिरहेको छ नि होइन, के छ भनेर क्या, कसैले केही भन्नै परेन क्या।
कुमार सागरले होइन रोइदिए पनि हाँस्दिए पनि चल्छ क्या अब होइन त्यो लिरिक्स त्यो प्रोनाउन्सिएसन राम्रो हुनुपर्छ क्लियर हुनुपर्छ भन्ने नै भएन क्या अब चाहिँ होइन भइसक्यो त जिद्दिसक्यो त मन खाइसक्यो त होइन मनले खाएपछि अरू कसो के लाग्छ होइन होल गीत होइन एउटा दुइटा ओड मात्र होइन कि होल गीतै पनि त्यसरी नै गाए पनि चल्छ है यो कसैले ल्याङ गरेर घ्याङ गरेर त्यो डा गरेर त्यो कमेडी गरेर होइन त्यो कन्ट्रोभर्सी निकालेर हुनेवाला केही पैसा छैन गो टु हेल एभ्री वान होइन त्यस्तो लाग्ने जति होइन खुट्टा तान्नु मन लाग्ने जति होइन नेपालमा खुट्टा तान्ने कोही पनि कमी छैन होइन राम्रो काम गर्नेहरूको लागि चाहिँ सबै धेरै नै हुन्छन् गाइज तर कसैले के अरे जसले जे भने पनि त्यो कुरालाई केही मन नगरिकन हामी छौँ साथ दिने हामी छौँ लभर होइन सपोर्टर फ्यानहरू भनेको हामी हौ होइन अरूले जेसुकै भन्नुहोस् ड्याम केयर कुमार सागर गो अहेड है त इन्टरनेसनल हुनुपर्छ इन्टरनेसनल अब कुमार सागरले नेवारी टोनमा नेपाली गीत मात्र होइन होइन नेवारी टोनमा इङ्ग्लिस गीत पनि गाउनु पर्यो क्या होइन इङ्ग्लिस गीत पनि गाउनु पर्यो मेरो यो कुरा कस्तो लाग्छ सबैजनाले कमेन्ट गरिदिनु ल गाइज यो कुरा कुमार सागरसम्म पुगोस् भन्नको लागि सबैजनाले मेरो यो भिडियोलाई चाहिँ फटाफट धम्माधम लाएर सेयर गरिदिनु होला है त गाइज ल कुमार सागरसम्म पुगोस् यो गीत चाहिँ नेवारी इन्स्टेन्टमा इङ्ग्लिस गीत गाउनु पर्यो इन्टरनेसनल हुनु पर्यो गाइज है त This is not a concert, it's a competition. Anyway. Okay, that's not a concert, but you can watch his concert now, होइन कस्तो तात्सम्म हो भनेर होइन अनि त्यसपछि थाहा पाउनुहुन्छ हजुरले कुमार सागरले कस्तो तताउँदैछ नेपाललाई भनेर कोहीले सिरियसली लिन्छ कोहीले लिँदैन जुन यो प्रोनाउन्सिएसनको कुरा भयो होइन त्यो कुरा चाहिँ अब मैले पनि एकदमै रिलेट गर्छु सिरियसली लिएर के गर्ने हो सिरियसली लिएर के गर्ने हो हुँदैन त होइन आफ्नो टङको कुरा हो आफ्नो मदर टङको कुरा हो नि त त्यो भनेको सिरियसली लिएर चेन्ज गर्छु भनेर हुने कुरा होइन क्या जन्मिदेखि नै रगत नै ब्लडमै त्यही टोन छ त कसको बाउले भनेर के लाग्छ बगर भाषा बोल्छु मैले होइन अनि बाहिरको मान्छेसँग अनि स्कुलमा जाँदाखेरि अब टिचरसँग मात्रै एकछिन बोल्ने होइन साथीभाइ पनि सबै आफ्नै भाषा बोल्ने हुन्छ होइन त्यसपछि बोल्दै बोलिँदैन त अनि कम्पिटिटिभमा बसेपछि त्यस्तै हुन्छ हाम्रो चाहिँ कस्तो भयो भन्दाखेरि हुन चाहिँ म मेरो यो चाहिँ के भन्ने अब पुर्खा चाहिँ नेवारी कम्युनिटी टुहाकै हो हुन चाहिँ होइन अनि हामी चाहिँ फेरि जन्मिनु चाहिँ फेरि तपाईँले गुङ्गाउपट्टि तल साइडमा जन्म्यौँ होइन टुहा त अहिले टुहा नगरपालिका नै पर्छ हामी चाहिँ गुङ्गाको साइडमा पऱ्यो त्यहाँ चाहिँ फेरि अधिकारी टोल थियो क्या सँगै हाम्रो 4-5 मात्रै नेवारी घर थियो काका बाउ ठुलो बाउहरूको अनि त्यसपछि अनि त्यतापट्टि अधिकारी टोल थियो एकतिर भण्डारी टोल थियो होइन अनि त्यही भएर नि हाम्रो चाहिँ अनि सङ्गतै त्यस्तै भयो क्या अनि स्कुल पनि हाम्रो कम्युनिटी भयो भने टुहामै पढ्यो भने सबै टुहातिरको बच्चाहरू सबै नेवार पढ्ने हुन्छ स्कुलमा पनि नेवारै बोल्ने हुन्छ नि त होइन अनि हाम्रोमा चाहिँ त्यस्तो भएन साथी सर्कलहरू त्यही भएर चाहिँ म चाहिँ प्रष्ट बोल्छु प्रष्ट बोल्दाखेरि त त्यही त कहिलेकाहीँ स्लिप अफ टङ हुन्छ होइन अनि कम्युनिटीमा हुर्केर कम्युनिटीमै बसेर त्यस्तै गाउँमा हुर्केको मान्छेहरूलाई त्यो टङ त मेरै त चिप्लिन्छ बेला अब अरूको कुरा गरेर हुन्छ होइन आफ्नो मदर टङ हो रेस्पेक्ट गर्नुपर्छ त्यो कुरामा कसैले भन्यो भनेर होच्यायो भनेर त्यसलाई नराम्रो सोच्ने होइन त्यसलाई नेगेटिभली लिने होइन यसले मलाई डिमोटिभेट गर्यो भनेर डिमोटिभेट हुने होइन क्या होइन द्याट्स अ पावर होइन त्यो भनेको हाम्रो चिनारी हो चिनारी जसले जेसुकै भन्नुहोस् होइन त्यो अर्कोले के भनेको थियो अरे लागेडा भन्दै थियो नि होइन मुटुमा लागेडा त्यसको मुखा गेडा हाम्रो लागि सेकेन्ड ल्याङ्ग्वेज भयो एक हिसाबले लेख्ने बेला बरु सकिन्छ त्यो बोल्दाखेरि चाहिँ होइन नि ब्रो मैले धेरै गइरहेको छु मेरो साथीभाइहरू छन् नि त होइन साथी सर्कलहरू नेवारहरू छन् नि त फेसबुकमा स्ट्याटस लेख्ने बेलामा पनि होइन त्यो जस्तो बोल्छ नि टटर मोमो हो त्यही नै टाइपिङ गरे हुन्छन् क्या अनि त्यो हेर्छु मलाई त्यो कुरामा कमेडी लाग्दैन क्या है त्यो कुरामा मलाई कमेडी लाग्दैन अनेस्टली बोल्छु म होइन ए यो मान्छे बोल्न नि यस्तै बोल्छ टाइप गर्ने बेलामा पनि त्यस्तै नै टाइप गर्दो रहेछ टाइप गर्ने बेलामा पनि करेक्सन नगर्दो रहेछ भन्ने जस्तो लाग्छ मलाई होइन तर त्यो कुरामा गरेन यसलाई आएन भनेर होच्याउँदिनँ क्या त्यो कुरामा है अब त्यो हाई हुँदैन क्या गाह्रो नै छ क्या हामी हाई हुँदैन बच्चैदेखि नेपाली नबोल्ने मान्छेलाई चाहिँ क्या सरी म्याम प्रोनाउन्सिएसन क्लियर गर्न सकिँदैन सरी प्रयास गरेको थिएँ धेरै नो वर्ड है नो वर्ड कुमार सागर एकदम खतरा लाग्छ मलाई एकदम डाउन टु अर्थ मान्छे अहिलेसम्म जो सब भेटेर बोले चाहिँ छैन मैले त्यो सौभाग्य मैले पाएको छैन होइन कुनै दिन भेटेर बोलौँला पनि होइन तर यस्तै मिडियातिर यतातिर हेर्दाखेरि पनि मलाई चाहिँ यो मान्छे कस्तो लाग्छ भन्दाखेरि होइन उमेरले चाहिँ भाइ नै हो अनि उसलाई चाहिँ म के भन्छु भन्दाखेरि चाहिँ यो संसारभरिको अनेस्ट मान्छे हो क्या ऊ होइन डाउन टु अर्थ मान्छे हो क्या त्यस्तो लाग्छ है मलाई चाहिँ एकदम त्यो
खोला जस्तो क्या त्यो काहीँ जम्ने होइन काहीँ रोक्ने होइन फ्लोमा क्या आफ्नै फ्लोमा आफ्नै तालमा आफ्नै माइन्डले होइन भित्रैदेखि क्या त्यो हुन्छ नि खोला भनेको त त्यो जमेको पानी चाहिँ माथि माथि मात्रै चल्छ होइन हावाले लहरले चलाउँछ भित्रको पानी चाहिँ चल्दैन नि त होइन त्यो बाहिर एक थरी हुन्छ भित्र एक थरी हुन्छ त्यो भित्रको देखिँदैन क्या तर कुमार सागर भन्ने मान्छे चाहिँ कस्तो खालको मान्छे भन्दाखेरि ऊ चाहिँ खोला हो क्या त्यो भित्रदेखि नै बाहिरदेखि नै त्यो भयोभरको त्यो थोपा थोपा बग्छ क्या उसको भनेको मतलब चाहिँ साँचो कुरा बग्छ क्या त्यो लुकाउने कुरा छैन क्या उसकोमा होइन तपाईँलाई कस्तो लाग्छ गाइस कुमार सागर कमेन्ट गरिदिनु होला कुमार सागर मन पराउनुहुन्छ भने चाहिँ मलाई पनि मन पराउँछ किनभने म पनि कुमार सागरको बिग फ्यान हो गाइस त्यही भएर चाहिँ सपोर्ट गर्नु होला सब्सक्राइब गर्नु होला त गाइस अन्तिमसम्म भिडियो हेरिदिनु होला भिडियो चाहिँ अलिकति बाँकी छ कुमार सागरको भिडियो आएर चाहिँ अलिकति इमोसन पनि भयो गाइसमा होइन कस्तो ओठ सुकिरहेको आज सन्चो पनि छैन हिजो फेरि असुमा गएर आएको म है भनेर के कुरा गर्नु यहाँ रमाइलो कुरा गर्दैछौँ रमाइलो कुरातिर लागु गाइस तर अलि त्यस्तै भयो सही त्यस्तै भयो ल हेर होइन ल हेर अघि मैले भने होला आज ल कुमार सागरको भोइस राम्रो छैन रे ल हेर अब होइन लाइभ सो होइन यो कन्सर्ट होइन भनेर लगाइदियो छोरोले कन्सर्ट गरेर आगो लगाइदिइरहेको नेपाली भएपछि नेपाली भाषा त प्रपर राम्रो बोल्न सक्नु पर्यो नि त होइन त्यो नसक्दा पर्दैन गाह्रो हुन्छ स्वर राम्रो छ त्यही गाह्रो हुन्छ नि सबै बवाल छ तर अब जुन शब्द त्यो बेलामा कुमार सागर केही पनि थिएन होइन कुमार सागरै थिएन उसको नामै अर्कै थियो ठिक छ त्यो बेलामा भन्नेले भन्यो उसले सुन्यो ठिक छ अहिले कसैले भन्छ त्यो गुहाएर बोल्नेहरूले मात्रै अहिले कुमार सागरले यसरी बोल्यो उसरी गरे लागेडा र सागेडा भन्ने मात्रै हो होइन त्यो गुहानीहरूले मात्रै बोल्छ सक्छ कसैले बोल्नलाई सक्छ अब कसैले नो वान क्यान टच क्या होइन पिकमा पुगिसकेपछि यस्ता कुराहरू भनेको त भएर कस्ता कस्ता ग्वाली गुज्रीहरू कस्ता कस्ता मान्छेहरू मान्छे मारेर हिँड्ने मान्छेहरू त गोजीमा गाँड भएपछि कसैले के भन्न सक्दैन हजुर जदौ भन्छ नेपालमा होइन अब कुमार सागर त भन्नुपर्ने त्यो चाहिँ अब राम्रोसँग नै कस्तो दिमाग खराब हुन्छ होला क्या त्यो होइन त्यो समस्या के त्यो समस्यालाई पनि पार गरेर अहिले वान अफ द बेस्ट नेपालको सिङ्गर कुमार सागर हेर अनुहार ठ्याक्कै लाग्यो जस्तो छ अब यिनीहरूको कुरा र काँसीरामको गुला एउटा हावा चावा कुरा गर्ने साँच्चै गाँजा खाएर कुरा गर्छ के गर्छ यिनीहरू त हावा चावा कुरा गर्ने जे कुरामा पनि मुख छाड्ने यही गरेरै बाँचिरहने क्या मुखै छाडेर जे पाए त्यो बोलेर मान्छेलाई हावामा उडाएर त्यही गरेर चुलो चलिरहेको मन रमायो रे मुटुमा लागेडा रे मुटुमा लागेडा उडाउनु पनि एउटा हद हुन्छ नि माछा सिक्नेहरू लागेडा हुन्छ त त्यही टोन भयो भने चाहिँ लागेडा पो हुन्छ होइन लागेडा हुन्छ यसमा पनि लास्टमा गएर त्यही प्रोनाउन्सिएसनकै कुरा आयो कि अब बच्चैदेखि नेपाली नबोल्ने आफ्नो मातृभाषा बोल्नेहरू जो हुनुहुन्छ होइन उहाँहरूको चाहिँ नेपाली प्रोनाउन्सिएसन त्यस्तै हुन्छ मेरो पनि त्यो चाहिँ अब एउटा हुन्छ त राम्रो नेपाली बोल्ने मान्छेको लागि त्यो मजाको विषय भयो क्या मसागर लेजेन्ड हो बाबालाई को राम्रो बोल्छ यिनीहरू राम्रो बोल्छ यिनीहरू हामीले भन्दा चौखण्ड मुख छाड्छ मिडियामा वर्षौँदेखि जनताले सुनिरहन् मुख छाडेको राम्रो बोल्छ प्रष्ट बोल्यो भन्दैमा राम्रो हुँदैन नि ब्रो जलन ब्रो यार अलिकति कुरा बुझ न यार तिमी पनि होइन प्रष्ट बोल्दैमा राम्रो बोल्ने हुँदैन है राम्रो भनेको शिष्टता हुनु पर्यो त्यो कुरामा शिष्ट भाव हुनु पर्यो आदर भाव हुनु पर्यो सबै कुरा हुनु पर्यो होइन के हो बल हुन्छ कुमार सागरमा आएको त्यो मान्छेकोमा सिम्प्लिसिटी चाहिँ मन पर्यो क्या तारिफ पनि गर्नुभएको छ त्यसको अगाडि फेरि अब यसरी गाउँछ भनेर लागेर भनेर यिनीहरूको चुलो चौको नै चलेकै यही कामले हो क्या चुलो चौको नै यही कामले चल्यो खाने नै यही गरेर यिनीहरूले होइन गरोस् भन्छ होइन तर मान्छेले चाहिँ के हुन्छ भन्दाखेरि किन यसरी मजा उडाइस् भनेर त्यो नेगेटिभ मात्रै हेर्छ क्या अब आइएम द रियल कुमार सागरले अनि यहाँ यसरी हेर्छ यसको हिसाबले त मजा उडाएकै हो क्या तिम्रो त्यो बोली मुटुमा राखेर मन रमाडोडे त्यतिसम्मको चाहिँ छैन हो होर्डिङ कुमार सागरको त्यस्तो त कहाँ छ यार यिनीहरूको कानमा के हाल्नु पर्ने सजन दाइले जिस्केको होइन उताबाट चाहिँ किन जिस्केर भाइ भनेर के अरे रिप्लाई दिएको हो क्या त्यसरी बुझ्नु सही कुरा होइन तिनीहरूलाई मन पर्यो तिनीहरूले कन्ट्रोभर्सी क्रिएट गर्यो जसलाई मन पर्दैन त्यसले फिडब्याक गर्छ होइन सक्यो कुरो
तिनीहरूले चाहिँ के पर्सनली लिएर गरेको कुरा होइन, सबै कुरा ल्याटिने हामीले रमाइलो लागि मात्रै गरे भनेर भन्ने, हामीलाई पनि भन्न मन लाग्यो, हामीले पनि भन्थ्यौँ, हामीलाई पनि रमाइलो गर्न मन लाग्यो। तिमीहरूलाई त्यसरी अरूको त्यो मदर टङको टोनमा तिमीहरूलाई प्रब्लम हुन्छ, तिमीहरूले कमेडी देख्छौ भनेदेखि हामीलाई पनि तिमीहरूलाई गाली गरेर कमेडी लाग्छ, हामी पनि त्यही कुराले हाँस्छौँ। कस्तो बोलाएर रेडीकी छोराहरू रहेछ मान्छेहरू, मान्छेहरू कसरी बोल्छ के गर्छ भनेर। अरू केही काम पाएनौ तिमीहरूले, अरू केही राम्रो कुरा गरेर कमाएर खान सकेनौ तिमीहरूले, अरूको त्यस्तो कुरामा हावा उडाउने तिमीहरू भनेर हामीलाई पनि भन्नु मन लाग्छ होला होइन, लाग्छ होला नि। यो जुन कुमार सागर दाई भन्छ सजन श्रेष्ठ दाई भनेर कन्ट्रोभर्सी चलिरहेको छ, यो विषयमा अपूर्व क्षितिज दाईको नि कनेक्सन भएको कुरा बाहिरिएको छ, जुन कुराले अपूर्व क्षितिज दाई पहिला जेल जानु परेको थियो, एकदमै डार्क सिक्रेट हो। यस्तो मान्छेहरू जेल जानु परिहाल्छ नि यार। somebody have to take a lesson के हैन, टिच अ लेसन के, लर्न अ लेसन के हैन। लुकेको छ भने दुवै तर्फीको आफ्नो रिप्लाई भिडियो भने आइसकेको छ। यसको बारेमा चाहिँ मैले हामीलाई त्यो फुर्सद छैन रिप्लाई भिडियो हेर्ने। अब त्यसो होस्, अब के भन्ने यार, मान्छेले के भन्छ नगर भनेको काम झन् गर्छन् क्या। अब यस्तो अब यिनीहरूलाई मुद्दा हालेपछि केस हालेपछि यिनीहरूलाई माफी माग्न लगाएपछि यो टाइम हाल्न केही नै पर्दैन कि, हाल्न केही नै पर्दैन। मन परेन मान्छेले हेरिहाल्छन्, मन परेन मान्छेले सपोर्ट गरिहाल्छन्। सजन श्रेष्ठको पनि फ्यान छँदैछ, अपूर्वको छुट्टै फ्यान छ, तिनीहरूको सबै फ्यान फलोइङ भनेको जसको पनि भइहाल्छ। केबी बात झन् पपुलरै भइहाल्यो, वर्ल्ड फेमसै भइहाल्यो होइन। अब त्यस्तो कुरा नगर होला होइन, मुद्दा सुद्धा पनि हाल्न पर्दैन, सबैलाई आफ्नै छुट छ, आफूले गर्न पाउँछ, बोल्न पाउँछ होइन। गणतन्त्र आज यत्रो मान्छेहरू शहीद भएर होइन, ज्यान दिएर लिएर आएको तन्त्र हो क्या, सबैजनाले बोल्न पाउने अधिकार छ होइन, बोल्न पाउनुपर्छ, आफूले मन लागेको कुरा भन्न नि पाउनुपर्छ। म पनि भन्छु, सुन्ने मान्छेहरूले सुनिहाल्छन्, मन पराउनेले मन पराउँछन्, मन पराउने नपराउनेले स्किप गर्छन् होइन। त्यही हो, म चाहिँ भन्न चाहन्छु त्यही हो। ल सबै कुरा भनेको मैले पनि अब रमाइलो लागि नै बनाएको भिडियो हो होइन, मलाई पनि मनमा लागेको दुई शब्द मैले भने। मैले चाहिँ यहाँ भिडियो सक्दै, भिडियो धेरै नै लामो भयो गाइस, लामो भयो। ल अब अन्तिममा के भन्न चाहन्छु भने, कन्ट्रोभर्सी क्रिएट नगर्नु होला, सबैजनाले आफ्नो आफ्नो ठाउँबाट आफ्नो आफ्नो राम्रो काम गर्नु होला। सबैको दिन, सबैको जिन्दगी सुगर होस् भन्दै म फेरि जहिले यतापट्टि हेर्दा हुन्छ क्या, फेरि स्क्रिनमा यतापट्टि यसरी क्यामेरामा हेर्दा हुँदैन। त्यसको लागि चाहिँ लिभ इट है गाइस, फर्गेट इट भन्दै आजको लागि भिडियो यति नै सकाउँदैछु। ल सबैजनाको दिन सुगर होस् भन्दै नयाँहरूले चाहिँ सब्सक्राइब गर्न नबिर्सनु होला है त गाइस। किप सपोर्टिङ एन्ड किप वाचिङ रियाक्सन उमास है त भन्दै आजको लागि भिडियो यति नै।